सुस्वागतम सुस्वागतम विद्यार्थी भाइ बहिनीलाई सुस्वागतम। नमस्कार विद्यार्थी भाइ बहिनीहरू, तपाईहरू सबैजनालाई हार्दिक स्वागत छ आजको यस कक्षामा। मैले अघि पनि भाइ बहिनीहरूलाई सुस्वागतम भनिसकेँ, किनकि भाइ बहिनीहरू कक्षा 4 बाट उत्तीर्ण भएर कक्षा 5 मा आउनुभएको छ। त्यसैले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै बधाई। ल अब आज हामी आजको पाठ सुरु गर्न गइरहेका छौँ। तपाईहरू सबैजनाले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा भन्ने पुस्तक लिएर बसिसक्नुभयो होला। बस्नुभयो? पक्कै पनि बस्नुभयो। ल त्यसो भए आज हामी यस विषय अन्तर्गत एकाइ 1 अर्थात् हामी र हाम्रो समुदाय एकाइ अन्तर्गतको पाठ 1 मा रहेको कुन पाठ पढ्नेछौँ? ल भन्नुहोस् त। सबै भाइ बहिनीहरूले भनिसक्नुभयो होला पक्कै पनि हाम्रा सामुदायिक कार्य भनेर, है? हो, आज हामी हाम्रा सामुदायिक कार्य भन्ने पाठको बारेमा छलफल गर्न जाँदैछौँ। त्यसो भए सबैजनाले आफूलाई आवश्यक पर्ने सामग्री पनि लिएर बसिसक्नुभयो होला, हो? बस्नुभयो। सबैजनालाई धन्यवाद। अब सबैजनाले एकचोटि स्क्रिनमा हेर्नुहोस् त, के देख्नुभयो? सबैजनाले पढ्नुभयो होला हाम्रा सामुदायिक कार्य भनेर। त्यसमा चित्र पनि देख्नुभयो, हो? देख्नुभयो? यो हाम्रो समुदायमा गरिने कार्यहरू हो। सामुदायिक कार्य भनेको के हो अनि कस्ता कस्ता कार्यहरू चाहिँ सामुदायिक कार्य हुन् भन्ने बारेमा हामी छलफल त गर्ने नै छौँ। त्योभन्दा पहिला ल हेर्नुहोस् त, के देख्नुभयो? चित्र देख्नुभयो। यहाँ हेर्नुहोस् न, यहाँ एकजना हुनुहुन्छ है, एकजना दाइ हुनुहुन्छ, दिदी पनि हुन सक्नुहुन्छ। अनि यहाँ हेर्नुहोस् त, परिवार देख्नुभयो। अनि यहाँ हेर्नुहोस् न, यहाँ चाहिँ कति धेरै मानिसहरू है, चित्र हेरेर अनुमान गरिसक्नुभयो। ल हेर्नुहोस् त, उहाँ एकजना व्यक्ति। मैले अघि पनि भने यहाँ दाइ हुनुहुन्छ, उहाँको ठाउँमा दिदी पनि हुन सक्नुहुन्छ, आमा अथवा बुवा पनि रहन सक्नुहुन्छ। उहाँ एकजना व्यक्ति हुनुहुन्छ भाइ बहिनीहरू। अब यता स्याबास, सबैजनाले भनिसक्नुभयो परिवार भनेर। हेर्नुहोस् त, यहाँ एकजना व्यक्ति हुनुहुन्छ। यहाँ चाहिँ व्यक्ति व्यक्ति मिलेर के भन्छ त? परिवार भन्छ, है? यहाँनिर व्यक्तिभन्दा धेरैजना सदस्यहरू रहनुहुन्छ। अब यहाँ हेर्नुहोस् त, यो चाहिँ के रहेछ? पढ्नुभयो? पक्कै पढ्नुभयो। समुदाय भनेर, है? के भन्नुभयो? समुदाय। हेर्नुहोस् त, व्यक्ति व्यक्ति मिलेर परिवार बन्ने, अनि यसै गरी परिवारहरू मिलेर के बन्ने रहेछ? समुदाय बन्ने रहेछ भाइ बहिनीहरू, है? अब समुदायमा पनि हेर्नुहोस् न, तपाईँहरूले चित्र देखिसक्नु भएको छ। अझ प्रष्ट रूपमा यहाँ हेर्नुहोस् त, चिन्नुभयो? पढ्नु पनि भयो। सबैजना प्रार्थना गर्दै हुनुहुन्छ, है? कुन जातिका मानिसहरू हुनुहुन्छ भन्ने कुरा पनि अनुमान गरिसक्नुभयो। स्याबास, है? यो मुस्लिम समुदायका, है, मुस्लिम जातिहरू यसरी के गर्छन्? मस्जिदमा गएर भगवानलाई प्रार्थना गर्छन्। उहाँहरू सबैजना के हुन् त? स्याबास, मुस्लिम समुदाय, है? मुस्लिम जातिका मानिसहरू, उहाँहरूको आफ्नो एउटा समुदाय भयो। त्यो समुदायका मानिसहरू के गर्नुहुन्छ? आफ्नो धर्म, परम्परा, संस्कृति अनुसार मस्जिदमा गएर प्रार्थना गर्नुहुन्छ। अब अनुमान गर्नुभयो, आइसक्यो, पढिसक्नुभयो, थारू समुदाय भनेर, हो कि होइन? थारू जातिका मानिसहरू, है, आफ्नो समुदायमा, आफ्नो समूहमा बसेर के गर्नुहुन्छ? रमाइलो गर्नुहुन्छ, आफ्नो चाडबाडहरू मनाउनुहुन्छ, आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुहुन्छ, हो कि होइन? हो, स्याबास। अब अर्को हेर्नुहोस् त भाइ बहिनीहरू, चित्र देख्न साथ अनुमान गरिसक्नुभयो
यो चित्र हेर्नुहोस् त, उहाँहरूको पोसाक देख्ने बित्तिकै, उहाँहरूको समूह देख्ने बित्तिकै ए उहाँहरू त राई जाति किराँती धर्म समुदायका मानिसहरू हुनुहुन्छ। ए यो चित्र देख्ने बित्तिकै के अनुमान गर्नुभयो? उहाँहरू त साकेला नाच्दै हुनुहुन्छ है, चण्डी नाच्दै हुनुहुन्छ। यो देख्न साथ हामी कुन समुदायलाई अनुमान गर्छौँ, सम्झन्छौँ? स्याबास, किराँती समुदाय। याद गर्नुहोस् है भाइ बहिनीहरू, हामी समुदायको बारेमा छलफल गर्दैछौँ। हामी किराँती समुदाय, मुस्लिम समुदाय, थारू समुदाय भनेर छलफल गर्दैछौँ नि। म सोध्नेछु है भाइ बहिनीहरू, अब हेर्नुहोस् त यहाँनिर शेर्पा समुदाय है, शेर्पा जातिका तामाङ जातिका तामाङ समुदाय हुन्छ। यहाँनिर चाहिँ शेर्पा समुदायका मानिसहरूले लोसारमा बौद्धमा गएर के गर्दै हुनुहुन्छ? लोसार मनाउँदै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ। यसै गरी यता हेर्नुहोस् त, बौद्ध धर्मावलम्बीहरू होइन, बौद्ध धर्म मान्ने समुदायका मानिसहरूले के गर्नुहुन्छ त? स्याबास, गुम्बाहरूमा गएर भगवान बुद्धको प्रार्थना गर्नुहुन्छ, पाठ गर्नुहुन्छ, ध्यान जप गर्नुहुन्छ है। अब ल हेर्नुहोस् त, यो देख्न साथ तपाईँहरूले के अनुमान गर्नुभयो? स्याबास, सबैजनाले भनिसक्नुभयो, उहाँहरू त तराईमा बस्ने मधेसी समुदाय हो कि होइन? किनकि यहाँ छठ पर्व त अहिले हामी सबैजना मान्छौँ, हामी सबैजनाको आस्था छ। तर पनि विशेष गरी तराईको मधेसी समुदायहरूले चाहिँ, मधेसी समुदायका मानिसहरूले यो पर्व एकदम धुमधामका साथ र ठुलो पर्वको रूपमा मान्नुहुन्छ। हामी ब्राह्मण क्षेत्रीहरू पनि विशेष गरी दसैँ तिहारलाई धुमधामका साथ मनाउँछौँ हो कि होइन? यसै गरी यहाँ चाहिँ के छ त? छठ पर्व मानिएको चित्र छ। यो चित्र देख्न साथ हाम्रो दिमागमा के आयो? समुदाय। कुन समुदाय? मधेसी समुदाय। अब ल हेर्नुहोस् त, हामीले कति धेरै चित्र हेऱ्यौँ। के भन्यौँ? तामाङ समुदाय, शेर्पा समुदाय, थारू समुदाय हेऱ्यौँ नि। अब के हो त समुदाय भनेको? लु भन्नुहोस् त, मैले त चित्र देखाएँ, तपाईँहरू भन्नुहोस्। स्याबास, तपाईँहरूले भन्नुभएको कुरा म यहाँ टिपोट गर्दै जानेछु। हस्, के भन्नुभयो? मानिसहरूको समूह। ल, मानिसहरूको समूह। अब अर्को एकजना साथीले भन्नुहोस् त, अनुमान गर्नुहोस् त, के होला समुदाय भनेको? स्याबास, एउटै गाउँ वा टोलमा बस्ने मानिसको समूह। धन्यवाद। अरू भाइ बहिनीहरूले पनि केही अनुमान गर्नुभयो? भन्नुहोस् त। स्याबास, आफ्नो धर्म वा संस्कार मान्ने मानिसहरूको समूह। भाइ बहिनीहरूले राम्रो भन्नुभयो, तपाईहरूले प्रयास गर्नुभयो, यसको लागि सबैजनालाई धन्यवाद। अब भने तपाईहरूको पाठ्यपुस्तकमा पनि दिएको छ के रहेछ त समुदाय भन्ने। भाइ बहिनीहरूले भन्नुभयो, मैले चित्र पनि देखाएँ। अब हाम्रो पाठ्यपुस्तकको पनि पढौँ न त थोरै। हस्, हेर्नुहोस् त सबैजनाले, हाम्रा सामुदायिक कार्य। यहाँ हेर्नुहोस् है त, प्रिया साथीसँग बजार जाँदै हुनुहुन्थ्यो। बाटामा उहाँको रामबहादुर काकासँग भेट भयो। उहाँहरू बीच भएको कुराकानी यस प्रकार छ। कस्तो छ भन्दा, नमस्कार काका, कता हिँड्नुभयो? प्रियाले बाटोमा काकालाई भेटिन् हो। अनि त्यसपछि आफूभन्दा ठुलालाई उहाँले के गर्नुभयो?
च्याबास, सत्कार गर्नुभयो, आदर गर्नुभयो, नमस्कार भन्नुभयो। काकाले के भन्नुहुन्छ? नमस्कार नानी, म पल्लो समुदायतिर जाउँ कि भनेर हिँडेको रे। हेर्नुहोस् त काका कहाँ जान लाग्नुभयो? समुदायतिर। हामी त पल्लो गाउँतिर भन्थ्यौँ, काकाले समुदायतिर भन्दै हुनुहुन्छ। अब के होला त? हेर्नुहोस् त गाउँ टोल त थाहा थियो, तर समुदाय भनेको चाहिँ के हो नि काका भनेर प्रियाले भन्छन्। अब काकाले के भन्नुहुन्छ हेर्नुहोस् है त। सुन नानी, समुदाय भनेको सामान्यतया एकै किसिमका भाषा, संस्कृति, धर्म, परम्परा भएका र एउटै भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने मानिसको समूह हो। यस्तो एउटै उद्देश्य बोकेर समाजको हितका लागि काम गर्ने समूहलाई नै के भनिँदो रहेछ? समुदाय भनिँदो रहेछ। भाइ बहिनीहरूलाई धन्यवाद। हेर्नुहोस् त भाइ बहिनीहरूले भनेको कुरा त काकाले पनि भन्नुभयो हो कि होइन? समुदाय भनेको के रहेछ भन्नुहोस् त? यो एउटा मानिसहरूको समूह हो। त्यति मात्र भनेर हुँदैन। कस्तो समूह? एकै प्रकारको, एकै भाषा, धर्म, संस्कृति, परम्परा, चालचलन अनि एउटा निश्चित क्षेत्रमा बसोबास गर्ने मानिसहरूको समूहलाई नै के भनिँदो रहेछ? समुदाय भनिँदो रहेछ भाइ बहिनीहरू। ल भाइ बहिनीहरू, तपाईहरूले पनि भनिसक्नुभयो। तपाईँहरूले भन्नुभएको कुरा मैले यहाँ टिपोट गरेकी छु, समुदाय भनेको के हो भनेर। यसै गरी हाम्रो पाठ्य पुस्तकमा पनि काका र प्रियाको संवादबाट हामीले समुदाय भनेको के हो भन्ने कुरा बुझिसकेका छौँ। अब मैले पनि केही कुरा टिपोट गरेर ल्याएकी छु, सबैजना पढौँ है त। हेर्नुहोस् त के रहेछ? मानिसहरू मिलिजुली बसोबास गरेको स्थान, गाउँ टोल नै के हो त? समुदाय हो। यसै गरी एकै प्रकारका भाषा, धर्म, संस्कृति, परम्परा भएका र निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको समूह नै के हो त? समुदाय हो। अघि हामीले चित्र हेऱ्यौँ हो कि होइन? त्यहाँनिर शेर्पा समुदायका चित्र हेरेका थियौँ। शेर्पा जातिका मानिसहरू के गर्नुहुन्छ? लोसार मनाउनुहुन्छ। यसै गरी त्यहाँनिर हामीले बौद्ध धर्मावलम्बीहरूले पनि बौद्धमा गएर, गुम्बामा गएर त्यहाँ केही ध्यान गर्नुभएको, पूजापाठ होइन अनि आराधना गर्नुभएको हामीले चित्र हेऱ्यौँ। यसै गरी थारू समुदाय, थारू जातिका मानिसहरूले आफ्नो परम्परा, चालचलन अनुसार आफ्नो चाडपर्व मनाउँदै गर्नुभएको हामीले हेऱ्यौँ। किराँती समुदायले आफ्नै वेशभूषा लगाउनु भएको, उहाँहरूको आफ्नै समूह अनि उहाँहरूले आफ्नो समुदाय अनुसारको चाडपर्व नाचगान गाउँदै हुनुहुन्थ्यो, नाच्दै हुनुहुन्थ्यो, त्यो चित्र हेऱ्यौँ हो कि होइन? यसरी के त एकै प्रकारका भाषा, धर्म, संस्कृति, परम्परा भएका होइन र कुनै एउटा निश्चित क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको समूह नै के हो त भाइ बहिनीहरू? समुदाय हो। स्याबास। ल हेर्नुहोस् त, समुदायमा एउटै उद्देश्य लिएर समाजको हितका लागि काम गरिन्छ। समुदाय भनेको एकजना व्यक्ति हो त होइन, परिवार हो होइन। समुदाय भनेको त धेरै व्यक्ति, धेरै परिवारहरू मिलेर बनेको हो कि होइन? भनेपछि त्यहाँ त धेरैजना हुन्छ अनि धेरैजनाको उद्देश्य के हुन्छ? ल भन्नुहोस् त? एउटै हुन्छ। समुदायमा भएको मान्छेले एकजनाले अर्को उद्देश्य, अर्कोले एउटा अर्को उद्देश्य लिएर हामी अगाडि बढ्यौँ, काम गऱ्यौँ भने त्यो पुरा हुन्छ भाइ बहिनीहरू? हुँदैन। हामी समुदायमा बस्छौँ, समुदायको हितको लागि, समुदायको राम्रोको लागि काम गर्छौँ भने त्यहाँ सबैले एउटै उद्देश्य लिएर काम गर्नु पर्यो। हामी बाटो बनाउँछौँ भने सबैजनाले बाटो बनाउने उद्देश्य लिनु पर्यो, त्यहाँ मेहनत गर्नु पर्यो, परिश्रम गर्नु पर्यो, साथ सहयोग गर्नु पर्यो, अनि पो हाम्रो काम पुरा हुन्छ हो कि होइन? त्यसैले समुदायमा बस्ने मानिसहरूको सबैको साझा एउटा उद्देश्य हुन्छ। अब यसै गरी समुदायमा सबैको उद्देश्य साझा हुन्छ, मैले भनिसकेँ हो कि होइन? हामी समुदायमा बस्छौँ, समूहमा बस्छौँ, हामी सबैको उद्देश्य साझा हुन्छ। शेर्पा समुदायका मानिसहरू लोसार मनाउनुहुन्छ,
उहाँहरू सबैजनाको एउटै उद्देश्य के हो त? आफ्नो कला संस्कृतिको जगेर्ना पनि हो नि, हो कि होइन भाइ बहिनीहरू? लोसार भन्ने बित्तिकै शेर्पा समुदाय, तामाङ समुदाय, गुरुङ समुदाय भन्ने हामी बुझ्छौँ, हो कि होइन? माघी पर्व भन्ने बित्तिकै हामी ओहो थारू समुदाय भन्ने बुझ्छौँ नि है। यसरी के हुन्छ त? समुदायमा सबैको उद्देश्य एउटै हुन्छ, साझा हुन्छ। अब भने ल हेर्नुहोस्, फेरि चित्र हेर्नुहोस्। हामी त चित्र हेरी हेरी रमाउनेछौँ, छलफल गर्नेछौँ अनि बुझ्नेछौँ। के देख्नुभयो? स्याबास, हेर्नुहोस् न यहाँ कति बुढी आमाहरू हुनुहुन्छ। हेर्नुहोस् त पछाडि गुम्बा बन्दैछ है। यहाँ गुम्बा पुनर्निर्माण भनेको एकपटक भत्किसकेको छ हो। अब त्यसलाई फेरि बनाउने, पहिलाकै रूपमा ल्याउने, पहिलाभन्दा अझ राम्रो बनाउने हो। यो कामको लागि हेर्नुहोस् न उहाँ आमाहरू सबैजना मिलेर काम गर्दै हुनुहुन्छ। अर्को हेर्नुहोस्, सबैजनाले अनुमान गरिसक्नुभयो, यहाँनिर चौतारा निर्माण हुँदैछ हो। यहाँ हेर्नुहोस् न गाउँका सबैजना मिलेर चौतारा बनाउँदै हुनुहुन्छ। अर्को, ओहो सबैले पक्कै भनिसक्नुभयो, बाटो बनाउँदै हुनुहुन्छ, हो कि न? बाटो त हामीलाई चाहिन्छ हिँड्नको लागि होइन, सहज हुनको लागि, सजिलोको लागि हामी के गर्छौँ? हेर्नुहोस् न गाउँघरमा यसरी मिलेर बाटो बनाउँछौँ जहाँ बाटो छैन है। अब अर्को, ल हेर्नुहोस् के गर्दै हुनुहुन्छ? तपाईँहरू जस्तै साथी मिलेर हेर्नुहोस् न यहाँ खोलाको, नदीको किनारमा भएका फोहोरहरू के गर्नुभएको छ? सफा गर्नुभएको छ। यो भनेको स्वच्छ वातावरण बनाउने हो। स्वच्छ वातावरण बनाउन एक्लैले सकिन्छ? सकिँदैन, सबैजनाको सहयोग चाहिन्छ। ल हेर्नुहोस् मन्दिर वरपर है, मन्दिर वरपर पनि सबैजना मिलेर सरसफाइ गर्दै हुनुहुन्छ। अब अर्को, आफ्नो गाउँ, टोल, मठ, मन्दिर, धारा यी सबै ठाउँमा उहाँहरू मिलेर सफा गर्दै हुनुहुन्छ। अब हेर्नुहोस् त, एकजनाले होइन, सबैजना मिलेर। अब यहाँनिर हेर्नुहोस् त, विद्यालय हो। आफ्नो विद्यालय क्षेत्रमा पनि हामी सबैजना मिलेर सफा गर्नुपर्छ। एकजनाले दुईजनाले गरेर सम्भव हुँदैन। हामी सबैजना मिलेर सरसफाइ गर्नुपर्छ। अनुमान गर्दै जानुहोस् है मैले के भन्दैछु। हेर्नुहोस् है, विद्यालय सरसफाइ, मठ मन्दिर, बाटो निर्माण है, अनि मन्दिर गुम्बा मर्मत सम्भार, यी सबै काम गर्दै गरेका तस्बिरहरू देखाउँदैछु मैले। अर्को यहाँ हेर्नुहोस् त, वृक्षारोपण, रुखहरू रोप्दै हुनुहुन्छ। यो सबै हेरेर के अनुमान गर्नुभयो? लु भन्नुहोस् त भाइ बहिनीहरू। स्याबास, सामुदायिक कार्यहरू, अर्थात् समुदायमा बसेर हामीले सबैको हितको लागि, स्याबास, सबैको सहयोगको लागि, सजिलोको लागि हामीले के गर्दैछौँ? सामुदायिक कार्य गर्दैछौँ, सार्वजनिक कार्यहरू गर्दैछौँ, जसले मलाई मात्र होइन, तपाईँलाई मात्र होइन, तपाईँको परिवारलाई मात्र होइन, हाम्रो पुरा समुदायलाई नै के हुन्छ? सजिलो हुन्छ, सहज हुन्छ, त्यसले सेवा पुर्याउँछ, हो कि होइन? सार्वजनिक धाराहरू हामी निर्माण गर्छौँ, त्यो सबैको लागि हो। बाटो हिँड्ने बटुवाले पनि पानी पिउन पाउनुभयो, हो कि होइन? हो, हामीले पनि त्यहाँ गएर पानी ल्याउन पायौँ। पल्लो समुदायका, पल्लो गाउँका मानिसहरूले पनि आएर त्यहाँबाट पानी लान पाउनुभयो। त्यो सबैको लागि हो नि त, होइन? गुम्बा बनाउँछौँ, मेरो लागि मात्रै हो, तपाईँको लागि मात्रै हो? होइन नि। त्यहाँ अघि बुढी आमाहरू सबैजना मिलेर गुम्बा बनाउनलाई इट्टा दिँदै हुनुहुन्थ्यो। त्यो पनि उहाँहरूले परिश्रम गर्नुभएको, सहयोग गर्नुभएको हो नि त, हो कि होइन? त्यो कसका लागि? पुरा बौद्ध धर्मावलम्बीहरूको लागि होइन, उहाँहरूको लागि त त्यो एकदमै के हो? भगवानको प्रार्थना गर्ने ठाउँ हो। त्यहाँ सबैजना जानुपर्छ, प्रार्थना गर्नुपर्छ। सबैका लागि उहाँहरूले श्रमदान गर्नुभयो भाइ बहिनीहरू। अब त्यसो भए सामुदायिक कार्य भनेको चाहिँ के होला त? हामीले चित्र त हेर्यौँ हो। अब भाइ बहिनीहरूले भन्नुहुन्छ त, अनुमान गर्नुहुन्छ, चित्र हेरिसक्नुभयो? ल भन्नुहोस् न त एक दुईवटा, ल भन्नुहोस् त, सामुदायिक कार्यहरू के हुन सक्छन्, के होला भन्नुहोस् त। स्याबास, सबैजनाले भनिसक्नुभयो। बाटो बनाउने, अर्को भन्नुहोस् त,
मठ मन्दिर के भन्नुभयो? मठ मन्दिर मर्मत। स्याबास, त्यो पनि हुन्छ। मर्मत सम्भार गर्ने, पुनर्निर्माण गर्ने, हैन? अब अर्को भन्नुहोस् त। धारा। धारा निर्माण गर्ने। धारा निर्माण गर्ने, बनाउने। भाइ बहिनीहरू सबैजनाले प्रयास गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब काकाले कसरी भन्नुहुन्छ, के रहेछन् त हाम्रा सामुदायिक कार्यहरू, त्यो पनि हेरौँ। भाइ बहिनीहरूले भनिसक्नुभयो अनि म पनि भन्नेछु, है त? ल हेर्नुहोस् त। अहिले हाम्रा समुदायमा के काम भइरहेका छन् त काका रे? धेरै कुराकानी छन्, हैन भाइ बहिनीहरू? तर सामुदायिक कार्य भनेको के हो भन्ने हाम्रो यहाँ विषय रहेको हुनाले मैले प्रियाको यही प्रश्नलाई तपाईहरू माझ राखेँ। अब काकाले के भन्नुहुन्छ होला त? हेर्नुहोस् त। अहिले हाम्रो समुदायको तल्लो बस्तीमा एउटा ठुलो खानेपानी ट्याङ्की बनाउन लागि छ। माथिल्लो टोलमा कच्ची बाटालाई पक्की मोटर बाटो बनाउने काम भइरहेको छ। तिमीहरू अध्ययन गरिरहेकै विद्यालयमा 4 कोठे पक्की भवन निर्माण भइरहेको छ। हाम्रै वडामा सुविधा सहितको स्वास्थ्य चौकी बनिरहेको छ। समुदाय नजिकैको खाली जमिनमा वृक्षारोपणको काम भइरहेको छ। माथिको डाँडामा रहेको सार्वजनिक जग्गामा गुम्बा निर्माण कार्य हुँदैछ रे। ल हेर्नुहोस् त, तपाईहरूले भन्नुभएको कुरा पनि यहाँ आयो नि, है? काकाले पनि के भन्नुभयो त? सामुदायिक कार्यहरू भनेको हो हाम्रो पल्लो गाउँमा के बन्दैछ? ठुलो खानेपानी ट्याङ्की। त्यो ट्याङ्की कसको लागि हो? हामी सबैको लागि हो। त्यो समुदायमा बस्नुहुने सबैको लागि हो। एकजनाको मात्रै होइन नि। त्यहाँ त जो पनि गएर पानीहरू पिउन सक्छन्, घरमा ल्याउन सक्छन्, हैन? पानी प्रयोग हुने कामहरू त्यहाँ गएर गर्न सक्छन्, किनकि त्यो सामुदायिक कार्य हो, सार्वजनिक सम्पत्ति हो। सार्वजनिक भनेको हामी सबैको, है? अर्को कच्ची बाटोलाई के बनाउने? पक्की बाटो। बाटो त थियो, अघि हामीले चित्रमा पनि हेर्यौँ। त्यो के गर्दै थियो त? सबैजना मिलेर बाटो बनाउँदै थियो। अब त्यस्ता कच्ची बाटोहरूलाई पक्की बनाउने, जसले गर्दा सबैलाई, त्यो समुदायमा बस्नुहुने, त्यो टोलमा बस्नुहुने सबैलाई सहज होस्, सजिलो होस् भनेर यस्ता सामुदायिक कार्यहरू त्यहाँ भइरहेका रहेछन्। विद्यालयमा 4 कोठे भवन बन्दैछ। हामी पनि विद्यालयमा अध्ययन गर्छौँ भाइ बहिनीहरू। विद्यालय हामी सबैको हो, यो त हामीलाई थाहा छ। अनि हाम्रो विद्यालयको सरसफाइ गर्नु, संरक्षण गर्नु त्यो हाम्रो के हो? दायित्व हो। त्यसका लागि तपाईँ एकजना अथवा तपाईँ र तपाईँको साथी 2 जना मिलेर हुन्न, त्यस विद्यालयमा अध्ययन गर्नुहुने सबै भाइ बहिनीहरू मिलेर गर्नुपर्ने हुन्छ। अनि यसै गरी स्वास्थ्य चौकी, वृक्षारोपण, हेर्नुहोस् त कति धेरै सामुदायिक कार्यहरू भएका रहेछन्। हो, सामुदायिक कार्य भनेको बुझ्नुभयो अब, हो कि हैन? समुदायमा सबैका लागि, सबैको सहजताको लागि गरिने विकासका कार्यहरू हुन् सामुदायिक कार्यहरू भनेको। अब यहाँ हेर्नुहोस् त, सामुदायिक कार्यहरू तपाईले भन्नुभयो, काकाले भन्नुभयो। अब मैले पनि केही टिपोट गरेर ल्याएकी छु, तपाईहरुलाई अझ सजिलो हुन्छ कि? हेर्नुहोस् त, खानेपानी ट्याङ्की तथा सार्वजनिक धारा निर्माण गर्ने, हैन? खानेपानी ट्याङ्की बनाउने, सार्वजनिक भनेको मैले अघि पनि भनिसके, हामी सबैको साझा सम्पत्ति, सबैका लागि सहज हुने धारा निर्माण गर्ने। त्यो कसले गर्ने? त्यो समुदायमा बस्नुहुने सबैजना मिलेर गर्ने। अर्को बाटो निर्माण एवं कच्ची बाटोलाई पक्की मोटर बाटो बनाउने। के गर्ने? बाटो बनाउने। बाटो छैन भने सबैजना मिलेर बाटो खन्ने। बाटो बनिसकेछ भने कच्ची छ भने पक्की बनाउने, अझ राम्रो बनाउने, ठुलो बनाउने, सुविधा सम्पन्न बनाउने। मोटर सरर गुड्ने बाटो भयो भने हामीलाई पनि सजिलो, त्यहाँ बस्ने सबैजनालाई सजिलो, हो कि हैन? यसरी हामीले समूहमा मिलेर यस्ता सामुदायिक कार्यहरू गर्न सक्छौँ। अर्को चौतारा निर्माण गर्ने, है? चौतारामा के हुन्छ? हामी सबैजना बस्छौँ, भलाकुसारी गर्छौँ, बाटोमा हिँड्ने बटुवाहरू बस्नुहुन्छ, सबैलाई सहज। यसै गरी अर्को सामुदायिक कार्य भनेको खाली जमिनमा
वृक्षारोपण गर्ने। वृक्षारोपण गरेको ठाउँमा तारबार लगाउने। हामीले बिरुवाहरू रोपेर मात्र भएन, त्यसको संरक्षण गर्नुपर्छ है। संरक्षण गर्नुको लागि पानी हाल्नु पर्यो, अनि तारबार लगाउनु पर्यो, जनावरहरूबाट बचाउनु पर्यो, अनि पो त्यो ठुलो हुन्छ, हो कि होइन? ठुलो भइसकेपछि बल्ल ठुलो जङ्गलको रूपमा परिणत हुन्छ, हरियाली हुन्छ, राम्रो हुन्छ। अब त्यत्रो वृक्षारोपण गरेको ठाउँमा एउटा परिवार तपाईँ म मात्रै गएर हुँदैन, हामी सबैजना मिलेर गर्नुपर्छ। अनि त्यो भइसकेपछि फेरि हामी सबैलाई सजिलो हो नि त, हो कि होइन? हामी सबैजनालाई फाइदा हो, सरर चिसो हावा आउँछ, मलाई मात्रै आउँदैन, त्यो समुदायमा बस्ने सबैलाई आउँछ है। अर्को, मठ मन्दिर निर्माण गर्ने, मर्मत गर्ने, पुनर्निर्माण गर्ने, सबै गर्ने। हामी सबैलाई के त मन्दिर जानुपर्छ। जो जसको आस्था छ उहाँहरू त मन्दिर जानुहुन्छ होइन? मन्दिर गइसकेपछि त्यो सबैको लागि सजिलो भयो बनेपछि। अर्को, आफ्नो कला र संस्कृतिको संरक्षण गर्ने कार्य पनि सामुदायिक कार्य हो नि भाइ बहिनीहरू, हो कि होइन? हामीले जस्तो अघि चित्र हेऱ्यौँ, शेर्पा समुदायका अथवा किराँती समुदायका मानिसहरू, त्यस समुदायका मानिसहरू सबैजना मिलेर आफ्नो साकेला नाच, चण्डी नाचको संरक्षण गर्नुभयो, सम्वर्धन गर्नुभयो। त्यो भनेको त उहाँहरूको कला संस्कृति, उहाँहरूको पहिचान हो नि, हो कि होइन? हामी हिन्दू धर्मावलम्बीहरू पनि, हिन्दू समुदायका मानिसहरू हामी दसैँमा टिका लाउँछौँ। मैले मात्र लाएर हुँदैन नि भाइ बहिनीहरू, हामी हिन्दू धर्मावलम्बीहरू सबैले लगाइदियौँ भने हाम्रो दसैँ के हुन्छ? दसैँको संरक्षण हुन्छ, सम्वर्धन हुन्छ, हाम्रो कला संस्कृति पछिसम्म रहन्छ, हो कि होइन? यसरी हामीले सामुदायिक कार्य अन्तर्गत आफ्नो कला र संस्कृतिको पनि संरक्षण गर्नुपर्छ। ल अब भने अर्को हेर्नुहोस् चित्र, फेरि ल अनुमान गर्नुहोस् छिटो छिटो। भनिसक्नुभयो, अघि हामीले चौतारा बनाउँदै गरेको चित्र हेरेका थियौँ, अहिले चौतारामा सबैजना बस्नु भएको छ, भलाकुसारी गर्दै हुनुहुन्छ। के छ, सन्चै हुनुहुन्छ, आनन्द हुनुहुन्छ? हेर्नुहोस् त यहाँ उहाँहरू भारी बोकेर त्यहाँ एकछिन थचक्क बस्नुभएको छ, उहाँलाई कति आनन्द भयो कि भएन? त्यस्तो गर्मी भएको थियो होला, कति गरौँ भएको थियो होला, एकछिन त्यहाँ भिसाउनु पाउँदा अनि त्यसपछि सरर चिसो हावामा बस्न पाउँदा उहाँहरूलाई आनन्द हुन्छ। यसबाट के हुन्छ त भन्नुहोस् त? एक अर्काप्रति सम्मान हुन्छ, एक अर्काप्रति माया बढ्छ। हजुरलाई ठिक छ, हजुरको स्वास्थ्यलाई ठिक छ भनेर उहाँलाई सोध्नुहुन्छ, उहाँले अर्को साथीलाई सोध्नुहुन्छ। यसरी एक अर्काको के भयो भन्दाखेरि एक अर्काको स्वास्थ्य सोध्यो, भलाकुसारी गरियो होइन, कुशल मङ्गल भनेर सोध्यो। यसो हुँदा के हुन्छ? एक अर्कामा निकटता आउँछ है। ल अब यो हेर्नुहोस् त, यो चित्र हेरेर के अनुमान गर्नुभयो? हामी पक्कै पनि समुदायकै कुरा गर्दैछौँ, हो कि होइन? अनि समुदाय भन्ने बित्तिकै समुदायका व्यक्तिहरू एक ठाउँमा यसरी भेला भएर कुरा गर्दै हुनुहुन्छ। कसैलाई सरसहयोग पो गर्नुपर्ने हो कि अथवा होइन, हाम्रो समुदाय, हाम्रो गाउँ टोलमा यो विकास निर्माणको कामहरू पो गर्ने हो कि, त्यो सम्बन्धी यहाँ छलफल हुँदैछ। हेर्नुहोस् त भाइ बहिनीहरू, समुदायमा बसेर यसरी समूहमा बसेर सरसल्लाह गऱ्यौँ भने जस्तो सुकै अवस्थामा पनि, जस्तो सुकै कठिन गाह्रो परेको अवस्थामा पनि हामीले एक अर्काबाट सहयोग पाउँछौँ। यदि यहाँ विकास निर्माणको लागि सरसल्लाह हुँदैछ भने त्यो विकास निर्माण कार्य पनि के हुन्छ? राम्रो हुनेछ, छिट्टो हुनेछ, दिगो हुनेछ। दिगो भनेको चाहिँ के हो नि भाइ बहिनीहरू? भाइ बहिनीहरूले भनिसक्नुभयो, दिगो भनेको लामो समयसम्मको लागि रहने दिगो विकास है, पछिसम्म रहने विकास। ल अब अर्को हेर्नुहोस् त, के देख्नुभयो? स्याबास, अघि हामीले सार्वजनिक धारो बनाउने, मर्मत गर्ने, संरक्षण गर्ने भन्ने कुरा पनि गरेका थियौँ। ल हेर्नुहोस् त, यसरी हामीले हाम्रो समुदायमा सबैका लागि सजिलो हुने, प्रयोगमा आउने धारा बनायौँ भने हेर्नुहोस् त सबैजनालाई सजिलो हुन्छ कि हुँदैन? हुन्छ। अब अर्को के देख्नुभयो? हाम्रो पाठ्य पुस्तक हेर्नुहोस् है त, हामीले सामुदायिक कार्यको बारेमा छलफल गऱ्यौँ। सामुदायिक कार्य किन गर्नुपर्ने रहेछ त भन्ने बारेमा हामीले चित्र हेऱ्यौँ। अब फेरि प्रियालाई पनि त जान्न मन लाग्यो के रहेछ त सामुदायिक कार्यको महत्त्व भनेर। अब प्रियाले सोध्छिन्, सामुदायिक कार्यको महत्त्वबारे केही कुरा अझै बताइदिनुहोस् न काका है। काका मलाई भनिदिनुहोस् न, मलाई सामुदायिक कार्यको महत्त्वको बारेमा अझ धेरै जान्न मन छ। अब काकाले के भन्नुहुन्छ होला
अनुमान गर्नुहोस्। त्योभन्दा पहिला भाइ बहिनीहरूले भन्नुहोस् त सामुदायिक कार्यको महत्त्वहरू के हुन सक्छ भन्नुहोस्। काकाले त पक्कै भन्नुहुनेछ, म पनि भन्ने छु। त्योभन्दा पहिला भाइ बहिनीहरूको पालो। ल भन्नुहोस् त के होला? स्याबास। सुख दुःख साटासाट। स्याबास। सुख दुःख साटासाट। कसरी नि? हो, हामी समूहमा बसेर एकअर्काको स्वास्थ्य अवस्थाको बारेमा बुझ्छौँ, कुशल मङ्गल सोध्छौँ, आफ्नो परिवारमा राम्रो भएको छ, कसैको प्रगति भएको छ भने हामी खुसी साटासाट गर्छौँ। धन्यवाद, कस्तो राम्रो। अर्को भन्नुहोस् त, अर्को के हुन सक्छ? स्याबास। सरसहयोग है। अघि मैले भने समुदायका व्यक्तिहरू एक ठाउँमा बसेर सरसल्लाह गर्नुभयो। कसैलाई दुःख परेको छ भने त्यही समूहबाट, हाम्रै समुदायबाट हामीले के गर्छौँ? दुःख पर्ने व्यक्तिलाई सहयोग गर्छौँ। स्याबास। अब अर्को एउटा भन्नुहोस् त। स्याबास। सबैका लागि सहज वातावरण। सबैका लागि सहज वातावरण हो। हामीले समुदायमा बसेर सामुदायिक कार्यहरू गर्दाखेरि त्यसले सबैलाई फाइदा पुर्याउँछ, हो कि होइन भाइ बहिनीहरू? त्यो सबैको लागि सहज हुन्छ। हामी धारो निर्माण गर्छौँ, त्यो समुदायमा बस्ने मानिसलाई सहज हुन्छ। हामी वृक्षारोपण गर्छौँ, हरियाली हुन्छ, शीतल हुन्छ, त्यो हामी सबैको लागि सहज हुन्छ, सबैको लागि राम्रो हुन्छ है। धन्यवाद, कस्तो राम्रो कुराहरू भन्नुभयो नि। अब काकाले के भन्नुभयो त हेर्नुहोस् त। हुन्छ नि नानी, समुदायको साझा उद्देश्यका लागि सबै सक्रिय हुन्छन्। समुदायमा सहभागिता बढ्छ। समुदायप्रति समुदायका सदस्यको अपनत्व बढ्छ। त्यसैले सामुदायिक कार्यको धेरै महत्त्व छ। हेर्नुहोस् त, सबैजना सक्रिय हुन्छ नि। समूहमा काम गरेपछि सबैजना लाग्नु पर्यो, सबैले मेहनत गर्नु पर्यो, अनि सबैजना सहभागी हुनु पर्यो। समुदायमा बसेर अरू चाहिँ एकदमै दुःख गर्दै हुनुहुन्छ, आफू चाहिँ मजाले घरमा बस्यो भने हाम्रो मनले मान्छ? मान्दैन। हामी पनि दौडी दौडी गएर त्यो समूहमा गएर सहयोग गरिहाल्छौँ। यसै गरी अपनत्व। अपनत्व भनेको आफ्नोपन। म पनि बाटो बनाउन गएँ, त्यहाँ मेहनत गरेँ, मेरो पनि पसिना बग्यो भाइ बहिनीहरू। अब त्यो बाटोमा हिँड्दै गर्दा मलाई पनि त आहा, यो बाटोमा त मेरो पनि मेहनत छ नि, यो बाटो त मेरो पनि हो नि, यो राम्रो भए मलाई पनि राम्रो, यो नराम्रो भयो भने मलाई पनि दुःख हुन्छ, असहज हुन्छ भन्ने भावना आउँछ, हो कि न? त्यसैले जब सामुदायिक कार्यमा हामी सहभागी हुन्छौँ नि भाइ बहिनीहरू, हो, त्यो जुन कार्यमा हामी सहभागी हुन्छौँ त्यो प्रति हामीलाई माया लाग्छ। मेरो पनि हो नि, मेरो पनि जिम्मेवारी, मेरो पनि कर्तव्य, मेरो पनि अधिकार भन्ने भावना आउँछ। अब मैले पनि टिपोट गरेँ। हेर्नुहोस् त, पढ्नुहोस् त सबैजनाले स्क्रिनमा। एक आपसमा सम्मान, सद्भाव र माया बढ्छ। मैले भन्नुपर्छ? अघि भनिसकेँ, हो कि होइन? हामी समुदायमा बसेपछि, समूहमा बसेपछि एकअर्काको हामी ख्याल गर्छौँ। अर्को, समुदायका मानिसबीच सामूहिकताको भावना बढ्छ। एक्लैले काम गर्न गाह्रो हुन्छ, सकिँदैन। समूहमा बसिसकेपछि काम सजिलै गर्न सक्छौँ, तसर्थ समुदायका मानिसबीच सामूहिकता, समूहमा काम गर्नुपर्छ है भन्ने भावना आउँछ। समुदाय र समुदायमा भएका विकास निर्माणका कार्यमा समुदायको सदस्यको अपनत्व बढ्छ। मैले पनि गरेको छु नि, यो त मेरो पनि हो नि भन्ने भावना आउँछ भाइ बहिनीहरू। समुदायमा मानिसको सुरक्षाको अनुभूति हुन्छ, हो कि न? सुरक्षाको अनुभूति हुन्छ कि हुँदैन? एक्लो भयो भने त डर हुन्छ, कुनै पनि काम हामीले सफल गर्नै सक्दैनौँ, पुरा गर्नै सक्दैनौँ, कतिपय कठिनाइहरू आउँछ, त्यो कठिनाइलाई एक्लैले हामीले छिचोल्नै सक्दैनौँ। त्यसका लागि समूह भयो भने त धेरैजना भयो नि त, एकजनाको बलभन्दा धेरैजनाको बल भयो भने काम गर्न सहज हुन्छ, सजिलो हुन्छ, अनि सुरक्षाको पनि अनुभूति हुन्छ। साथीहरू हुनुहुन्छ नि, म एक्लै छु र म सँगसँगै मेरा साथी हुनुहुन्छ, हामी यो काम गर्छौँ भनेर अघि बढेपछि अरू साथीहरूले पनि सहयोग गर्नुहुन्छ अनि त्यो काम पुरा हुन्छ। अब सबैजना मिलेर काम गरिने हुँदा काम छिट्टो पुरा हुन्छ। एकजनाले गर्ने काम र
10जनाले काम 20जनाले गर्ने काम त फरक पर्छ नि। 1 भन्दा 10 बढी, 10 भन्दा 20 बढी, हो कि होइन? यसरी समुदाय भनेको त हाम्रो एउटा ठुलो समूह हो। त्यो समूहले काम गर्दा त पक्कै पनि छिटो हुन्छ। सामूहिक रूपमा गरिने काम दिगो हुन्छ। मेरो लागि मात्रै होइन, तपाईँको लागि मात्रै होइन, सबैको लागि गर्नुपर्ने काम त कस्तो गर्नु पर्यो? राम्रो, बलियो, पछिसम्म रहने गर्नु पर्यो। त्यसैले सामूहिक रूपमा गरिने काम, सामुदायिक काम कस्तो हुन्छ? दिगो हुन्छ। ल भाइ बहिनीहरू, हेर्नुहोस् त, तपाईँहरू सबैजनाले बुझ्नुभयो नि, होइन? आज हामीले समुदाय भनेको के हो, सामुदायिक कार्यहरू के हुन्, सामुदायिक कार्यको महत्त्व के हो, फाइदा के हो भन्ने कुरा हामीले छलफल गऱ्यौँ। अब हेर्नुहोस् है त, यति भनिसकेपछि अब थोरै अभ्यास गरौँ है त। भाइ बहिनीहरूले कतिको ध्यान दिएर सुन्नुभयो, आफैलाई मूल्याङ्कन गर्नुहोस् है त। हेर्नुहोस् त, खाली ठाउँ भरौँ रे है। अब पहिलो, एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह खाली ठाउँ हो। के हो? एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह। देश, समुदाय, गाउँ। स्याबास, भाइ बहिनीहरूले भनिसक्नुभयो समुदाय भनेर। समुदायमा गरिने विकासको गति खाली ठाउँ हुन्छ। के हुन्छ? ढिलो हुन्छ, छिटो हुन्छ, मिठो हुन्छ, के हुन्छ? स्याबास, सबैले भनिसक्नुभयो पक्कै पनि छिटो हुन्छ भनेर। अब समुदायमा मानिसहरूको खाली ठाउँ हुन्छ। के हुन्छ? साझा उद्देश्य हुन्छ, एकल उद्देश्य हुन्छ, ढिलो, छिटो होइन, ढिलो, के हुन्छ? लु भन्नुहोस् त। सबैजनाले भनिसक्नुभयो पक्कै पनि साझा उद्देश्य हुन्छ भनेर है। हामीले छलफल पनि गरेका थियौँ। अब समुदायमा खाली ठाउँ साटासाट हुन्छ। के साटासाट? सुख दुःख साटासाट, पैसा साटासाट कि छिटो साटासाट? धन्यवाद भाइ बहिनीहरू, सुख दुःख साटासाट। अब भने अर्को पनि गरौँ न त, होइन? हामीले कति धेरै छलफल गरेका छौँ। यो अभ्यास पनि गऱ्यौँ भने अझ हामी प्रष्ट हुनेछौँ समुदायका बारेमा। हेर्नुहोस् त, दिएका वाक्यहरू ठिक बेठिक के हुन् छुट्याउनुहोस् है त। छिट्टो छिटो है भाइ बहिनीहरू। समुदायमा सामूहिकताको भावना पाइन्छ। ठिक बेठिक के हो भन्नुहोस्? ठिक, स्याबास। समुदायमा हामी भन्ने भावना बढी पाइन्छ। म, हामी, के? स्याबास, हामी भन्ने पाइन्छ नि, होइन? ठिक। समुदायमा सुरक्षाको अनुभूति हुँदैन, हो त? अघि भर्खरै कुरा गरेको। स्याबास, बेठिक, हुँदैन, हुन्छ है। हामीलाई के हुन्छ? सुरक्षाको अनुभूति हुन्छ। हामी सामुदायिक काममा सहभागी हुनु हुँदैन, हो त? यो त एकदमै गलत, बेठिक। ल अब भने एउटा तपाईँहरूलाई सामुदायिक कार्य हस् हामीले कक्षामा बसेर त गऱ्यौँ। अब भाइ बहिनीहरूले यहाँ हेर्नुहोस् त, तपाईँको समुदायमा सञ्चालन भइरहेका सामुदायिक कार्यको अवलोकन गरी रिपोर्ट गर्नुहोस् र सोको विवरण कक्षामा प्रस्तुत गर्नुहोस्। हस्, तपाईँको समुदायमा, तपाईँको टोलमा, गाउँमा के कस्ता सामुदायिक कार्यहरू भइरहेका छन् हेर्नुहोस्, रिपोर्ट गर्नुहोस्। जान्नु भएन, अझ बुझ्नु भएन भने आफ्नो अभिभावक, दाइ दिदी, गुरुबा गुरुआमा को हुनुहुन्छ उहाँहरूको सहयोग लिनुहोस्, रिपोर्ट गर्नुहोस् र आफ्नो कक्षामा प्रस्तुत गर्नुहोस्। हस्, ल हेर्नुहोस् त भाइ बहिनीहरू, आज हामीले कति धेरै विषयको बारेमा छलफल गऱ्यौँ है। समुदाय, हामी बस्ने हाम्रो टोल, गाउँ, छिमेक नै के हो त? हाम्रो समुदाय हो, जहाँ हामी एकै भाषा, एकै धर्म, संस्कृति अनि परम्परा र एउटा निश्चित भूगोलमा हामी बसेका हुन्छौँ। त्यो मानिसको समूह नै के हो त? समुदाय हो। समुदायमा बसेर हामी धेरै कामहरू गर्छौँ। ती कार्यहरू भनेका सामुदायिक कार्य हुन्। सामुदायिक कार्यले जहिले पनि त्यो समुदायमा बसोबास गर्ने मानिसहरूको लागि फाइदा नै फाइदा पुर्याउँछ, राम्रो हुन्छ, सहज हुन्छ र यसको महत्त्व एकदमै धेरै छ। सामुदायिक कार्य गर्नाले समुदायका सबै मानिसबीच के हुन्छ? एकअर्कामा माया प्रीति बढ्छ, हो कि होइन? एकअर्काको हामी के गर्छौँ भन्नुहोस् त? हो, स्याबास, एकअर्काको ख्याल गर्छौँ, एकअर्कालाई सहयोग गर्छौँ, हामी सुरक्षित भएको पनि अनुभव गर्छौँ। कामहरू
के हुन्छ, छिटो हुन्छ, दिगो हुन्छ। ल हेर्नुहोस् त कति राम्रो है। ल भाइ बहिनीहरूले पनि पक्कै बुझिसक्नु भएको छ। अब अर्को कक्षामा पनि फेरि हामी भेट्ने नै छौँ, तर आजलाई यति नै समय सकिसकेको छ। तसर्थ सबैजना खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्। नमस्ते।